हेर न हेलो एभ्रिवान दर्शन नमस्ते एन्ड वेलकम ब्याक टु माई भिडियो होप यहाँहरू सबैजना सन्चै हुनुहुन्छ होला आराम हुनुहुन्छ होला अनि मैले चाहिँ धेरै कुराको 3-4 महिना भनेर भिडियो हालेको त्यही भएर आज चाहिँ भिडियो बनाउँदैछु अनि आजको सरप्राइज भिडियो चाहिँ के छ भने फाइनल्ली हामी चाहिँ नेपाल जाँदैछौँ 1 महिनाको लागि भ्याकेसन मनाउनको लागि वाउ आई एम सो एक्साइटेड टु गो नेपाल अनि जाने बेलामा चाहिँ एकदमै रमाइलो लागिरहेको छ खुसी भइरहेको छ हामी त्यहाँ जाँदैछ फाइनली अनि त्यही नेपाल जाँदा मात्रै भिडियो बनाउँछु भनेर मैले त्यो भिडियोहरू बनाएको थिइनँ अनि फाइनली त्यो दिन चाहिँ आज आइसकेको छ हामी चाहिँ अनि आजबाट दुबई छोड्दैछौँ 1 महिनाको लागि म चाहिँ एकदमै धेरै खुसी भएर अघि बिहानैदेखि उठेर रेडी भएर फ्रेस भएर बसेर कति बेला 5 बज्छ कति बेला 7 बज्छ भनेर म चाहिँ एकदमै भइरहेको थियो फाइनली अनि हामी चाहिँ अब घरबाट निक्लिन लागेको छौँ अनि दाइ आउनुहुँदैछ दिनुको लागि हामीलाई एयरपोर्ट ड्रप गरिदिनु हुन्छ दाइले अनि हामी चाहिँ दाइको गाडीमा जाँदैछौँ अब दाइ आउनुहुँदैछ अनि A few moments later हामी चाहिँ फाइनली बोर्डिङ पासहरू लिएर के अरे वेटिङ एरियामा छौँ लगभग 2 घन्टा एयरपोर्टमा पुग्यो एकदम ठुलो रहेछ एयरपोर्ट त्यहाँ उता पहिले त पनि आएको लास्टै टायर भयो बल्ल अब चाहिँ वेटिङ एरियामा छौँ अब लगभग 1 घन्टा हामी यहाँ बसिन्छ होला त्यसपछि अनि हामी फेरि प्लेन चढेर जाँदैछौँ तर एकदम सुपर एक्साइटेड वाउ ओके गाइज हेर्दै गर्नु होला त्यहाँ मैले बोर्डिङ पासहरूको चाहिँ भिडियो बनाउँछु भनेको थिएँ त्यहाँ चाहिँ बनाउनु दिएन त्यो मिल्दैन भयो त्यही भएर बनाउनु पाएन गाह्रो छ चाहिँ कति बेला पुग्यो खराब गेट खोल्नु लाग्यो हाम्रो बस्दा टाउको दुखिसक्यो गेट लाग्नु भयो अब लगभग फाइनली हामी चाहिँ प्लेन चढिसक्यौँ राइडहरू लागेको छ मार्क्स ठिक छ सुपर एक्साइटेड टु गो नेपाल Wow, finally, time is over. Guys, हामी चाहिँ फाइनली इन्डिया एयरपोर्टमा बागडोग्रा जाने एयरपोर्टमा छौँ मुम्बईको एयरपोर्टमा अहिले लास्टै कता कता मैले अब 5 घन्टाको ट्रान्जिटको टाइम लगभग कम्प्लिट हुन आँटिसक्यो अहिलेसम्म अब पुगेको छैन यहाँभित्र यता उता गर्दा लास्टै टायर भयो थाक्यो पनि भोक पनि लागिरहेको छ होइन के भन्छ अनि यहाँ त हामी 2 जना मात्रै आएको जस्तो छ है कोही छैन पर एकजना मान्छे छ हाम्रो एयरपोर्ट जस्तै भइरहेछ गाइस A few moments later यो हालत भइसक्यो अहिलेसम्म घर पुगेको छैन अब वेटिङमा छौँ हामी चाहिँ मुम्बई गयो मुम्बई वेटिङमा छौँ अब यहाँबाट बागडोग्राको फ्लाइट छ फेरि अनि बल्ल हामी बागडोग्राबाट चाहिँ निस्केर गाडीबाट जान्छौँ तर अब सायदै यो बाटो चाहिँ म अर्को तारिक चाहिँ आउँदिनँ होला किनभने एकदमै लास्टै म चाहिँ थाकेँ मगाएँ कहाँ के कस्तो लास्टै मलाई चाहिँ झन्झट लाग्यो हामी चाहिँ मुम्बईको ट्रान्जिटमा छौँ वेटिङमा छौँ वेटिङ एरियामा अब यहाँबाट हाम्रो लगभग 2 घन्टा पछाडिको फ्लाइट छ एकदमै धेरै थाकेर भोक लागेर हैरान भयो अनि
खाजासाजा खाएँ अनि बसिरहेको हो। अब हामी यहाँबाट जाँदैछौँ। अब बागडोग्रा एयरपोर्ट पुग्नुलाई लगभग 3 घन्टा पनि लाग्छ, 3 घन्टा पनि होइन, लगभग 3 घन्टा समथिङ लाग्छ। यसको त हालत यस्तो भइसक्यो, गाह्रो छ गाइस। एक्लै हुनुहुन्छ भने चाहिँ यो बाटो नआउनु होला, एकदमै गाह्रो लाग्यो मलाई चाहिँ, फर्स्ट टाइम भएर पनि होला।